दर्शकवृन्द नमस्कार, म प्रतिभा भट्टराई। समाजको आवाज.com को धर्म, संस्कार र संस्कृति अन्तर्गत रहेर विभिन्न मठ मन्दिरहरूको दर्शन गर्ने, गराउने र महत्त्वपूर्ण जानकारीहरू गराउने क्रममा आज हामीहरू शोभा भगवती मन्दिर परिसरमा छौँ। विष्णुमती र भद्रमतीको दोभानमा रहेकी शोभा भगवतीलाई 4 प्रमुख भगवतीहरूमध्ये कान्छी भनेर मानिन्छ। काठमाडौँ उपत्यका र वरपर गरी 4 प्रमुख भगवतीहरू रहनुभएको छ, जसमध्ये शोभा भगवती कान्छी भगवती हुन्। विभिन्न समयमा गरेका फरक फरक कर्मका आधारमा भगवतीहरू आधारमा र उत्पत्ति भएका आधारमा भगवतीहरूलाई जेठी र कान्छी भनेर परिचय गराइए पनि वास्तवमा शक्ति स्वरूपिणी माता भगवती एउटै हुन्। यस अर्थमा पलाञ्चोक भगवती जेठी दिदी हुन् भने शोभा भगवतीलाई कान्छी बहिनीको रूपमा चिन्ने गरिन्छ। धार्मिक कथाका अनुसार नक्साल भगवती, नाला भगवती, शोभा भगवती र पलाञ्चोक भगवतीका मूर्तिहरू एकै कलाकारले सिर्जना गरेका हुन्। त्यसैले यी 4 मूर्तिहरू लगभग उस्तै देखिन्छन्, तर अनुहारको आकृति भने पलाञ्चोक भगवतीको निकै प्रष्ट देखिन्छ भने अन्य 3 भगवतीहरूको त्यति प्रष्ट देखिँदैन। कालो ढुङ्गामा कुदिएको शोभा भगवतीको मूर्ति 57 सेन्टिमिटर लम्बाइ र 56 सेन्टिमिटर चौडा छ। कानमा गहना लगाइएको देखिन्छ भने घाँटीमा केही लगाइएको देखिँदैन। कम्मर पनि खिसकेकाले बुट्टाहरू देखिँदैन। फरियाको किसिम भने नक्साल भगवतीसँग जोडा मिल्दछ। पलाञ्चोक, नाला र नक्साल भगवतीका 18 वटा भुजा छन् भने शोभा भगवतीको 8 भुजा मात्र छन्। मूर्तिमा भगवतीको वर्णन गर्दा विविध आयुध समातेको महिषासुर दमनको रूपमा छ। भगवतीको मूर्ति तान्त्रिक आधारमा बनाइएको हुनाले यिनलाई बगला पनि भन्ने गरिन्छ। यी भगवतीका दायाँ तर्फको हातमा माथिबाट क्रमशः चक्र, खड्ग, बन्चरो र खाली हात छ भने देब्रे तर्फको हातमा पास, ढाल, शूल र राँगाको पुच्छर समाइराखेको छ। आलीड आसनमा रहेकी यी भगवतीको दाहिने तर्फ 2 जना उभिरहेको र 1 जना बसिरहेको देखिन्छ भने भगवतीको देब्रे खुट्टाले राँगाको टाउकोमा कुल्चिरहेको पनि देखिन्छ। यो प्राचीन मूर्तिकलाको राम्रो प्रमाण हो। देवमाला वंशावली अनुसार यो मूर्ति नक्साल भगवती जस्तै राजा शङ्करदेवले स्थापना गरेका हुन्। त्यस्तै गरी मूर्ति विशेषज्ञहरूले यो मूर्तिलाई 11औं शताब्दीको हो पनि भन्दै आइरहेको पाइन्छ। भगवतीको मूर्ति लिच्छविकालतिरै बनेको भए पनि मन्दिरको वर्तमान स्वरूप भने बेला बेलामा पुनर्निर्माण र जीर्णोद्धारका क्रममा बनेको देखिन्छ। शोभा भगवतीको मूर्ति विक्रमकेशरी राजाले विष्णुमती र भद्रमतीको दोभानमा प्रतिष्ठापन गराएका थिए। उक्त मन्दिरलाई राजा शङ्करदेवले 664 सालमा जीर्णोद्धार गराएको पाइन्छ। तसर्थ शोभा भगवतीको स्थापना पनि लिच्छविकालमै भएको बुझ्न सकिन्छ। उपत्यकाको प्रसिद्ध शक्तिपीठहरूमध्येकै एक शोभा भगवती मन्दिर वरिपरि अष्टमातृका र नवदुर्गाका मूर्तिहरू पनि कुँदिएका छन्। ब्रह्मायणी, वैष्णवी, माहेश्वरी, बाराही, इन्द्रायणी, कौमारी, चामुण्डा र महालक्ष्मी अष्टमातृका हुन् भने शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नवदुर्गा हुन्। पलाञ्चोक भगवतीको कलात्मक आकर्षक मूर्ति बनेपछि फेरि त्यस्तै मूर्ति नबनोस् भन्ने हेतुले तत्कालीन लिच्छवी महारानी राज्यवती नवसागरको आदेश अनुसार दरबारिया भारदारहरूबाट कलाकारको दायाँ हातको बुढी औँला र चोरी औँला काटिएका कलाकारले नालामा उग्रचण्डी भगवतीको मूर्ति बनाएपछि उनको दायाँ हात पनि पुरै काटियो र पनि कर्मयोगी कलाकारले बायाँ हात र खुट्टाहरूबाट निर्मल तीर्थ भद्रमतीको किनारमा सौभाग्यवतीको मूर्ति बनाए। यिनै सौभाग्य भगवतीको नाम अपभ्रंश भएर शोभा भगवती भनी पुकारिन थालियो। हिन्दू धर्ममा स्त्री शक्तिको महत्त्वपूर्ण स्थान छ। हिन्दू धर्ममा महाकाली, महालक्ष्मी, महासरस्वती सर्वोत्तम शक्तिको उपासना स्त्रीकै रूपमा लिइन्छ।
यसै शक्तिको रूपमा शोभा भगवतीलाई पनि पुज्ने गरिन्छ। नेपाल बौद्धमय भएको अवस्थामा अन्य मन्दिरमा जस्तै शोभा भगवतीको नित्य पूजा गर्ने पुजारीमा वज्राचार्य परिवारलाई नै जिम्मा दिइयो। बौद्ध धर्मी भइकन पनि हिन्दू देवीको पूजा गर्ने चलन रानी नवसागरको पालामा भएको देखिन्छ। यहाँका पुजारी पनि पलाञ्चोक भगवतीका पुजारीसँग मखन बहालमा बसेको पाइन्छ। भगवती स्थापनार्थ कलाकृतिका विविध आयामले सम्पन्न यस मन्दिरको निर्माण तले शैलीमा लिच्छवी कालतिरै बनेको देखिन्छ। मूर्ति स्थापना सम्बन्धी भेटिएको कथाअनुसार परापूर्वकालमा तत्कालीन समयमा पनौतीबाट आएका वज्रनाथ गुबाजुले ध्यान शक्तिले बालुवाबाट चैत्य निर्माण गरी स्वयम्भूलाई स्थापना गरी स्वाबाहा बनाएका थिए। सोही बहालभित्र एक दिन झिसमिसे बिहानीमा विष्णुमती स्नान गरी बुद्ध चैत्य दर्शन गर्न गएका भक्तजनले 8 बाहु भएकी र 8 भुजामा बाण, मुसल, शूल, चक्र, शङ्ख, घण्ट, हल र डमरू बोकेकी अति सुन्दर महिला देखे। उनीहरू महामायाको दर्शन पाएकोमा निकै खुसी हुँदै आफ्नो घरतर्फ टोल छिमेकमा भने। त्यसपछि तुरुन्तै टोलियाहरू जम्मा भएर पूजा लिएर भगवती देखिएको स्थानमा एउटा ढुङ्गा स्थापना गरी सौभाग्य प्राप्त भएको खुसियाली मनाउँदै पूजा गर्ने परम्परा बसाले। सो प्रथा थाहा पाएकी लिच्छवी महारानी नवसागरले पलाञ्चोक र उग्रचण्डी भगवतीको मूर्ति बनाउने कलाकारलाई बचेको बायाँ हातबाट सौभाग्य भगवतीको मूर्ति बनाउन आदेश दिइन्। कलाकारले पनि बायाँ हात र खुट्टाको सहयोगमा सौभाग्य भगवतीको मूर्ति बनाए। उक्त मूर्ति बनाएपछि उनको बायाँ हात पनि काटियो। उक्त मूर्तिलाई सौभाग्य भगवती पूजा गर्ने स्थानमा प्रतिस्थापन गरियो। पछि यिनै सौभाग्य भगवती शोभा भगवतीको नामले परिचित भइन्। मेरो नाम ज्ञानी राजा वज्राचार्य गुरुजो। मेरो घर चाहिँ मखनटोल रत्नकीर्ति महाजार मखनपाल बस्नु है। हाम्रो गुरुजो भनेको यहाँ मात्र होइन, धेरै जसो चाहिँ हरेक मन्दिरमा गुरुजोहरूले पूजा गरिन्छ। अनि तपाईँको यो चाहिँ मखनपालको तर्फबाट तपाईँको चाहिँ यहाँ शोभा भगवतीमा पनि मखनपालकैले पूजा गर्ने, पलाञ्चोक भगवतीमा पनि मखनपालकैले पूजा गर्ने, अनि तपाईँको काल भैरवमा पनि मखनपालकै पूजा गर्ने। अनि त्यहाँबाट चाहिँ नि केही समय चाहिँ नि हाम्रो चाहिँ नि यो भैरव चाहिँ काल भैरवको पछाडि त्यो के भैरव भन्छ, त्यो श्वेत भैरवै भन्छ। ठुलो शिर मात्रै भएको श्वेत भैरव, मुख मात्रै भएको हो। त्यहाँ पनि केही समय भने 2-3 वर्ष जति त्यहाँ पनि मखनपालले पूजा गरेको थियो। अनि यो मखन यहाँ शोभा भगवतीमा हामीले चाहिँ हाम्रो पुर्खाहरूले गरेको अब धेरै नै भइसक्यो, 4 पुस्ता भइसक्यो। मैले मात्रै यहाँ पूजा गरेँ करिब 34-35 वर्ष भयो। 34-35 वर्ष। हजुर, अब यो शोभा भगवतीको महिमा भनौँ अथवा महत्त्व, यहाँ भगवती उत्पत्ति हुनुभएको हो कि भगवतीको मूर्ति राखेपछि उहाँलाई आह्वान गरिएको हो कि कस्तो छ यो मन्दिरको कथा? यो चाहिँ नि तपाईँको चाहिँ नि उत्पत्ति भएको होइन, यो चाहिँ बनाएर राखेको हो है। पहिला चाहिँ नि हाम्रो भगवती 4वटा भगवती चाहिँ नि उत्पत्ति भएको होइन। पहिलो बनाएको पलाञ्चोक भगवती, दोस्रो नाला भगवती, तेस्रो नक्साल भगवती, यो चाहिँ नि शोभा भगवती चाहिँ नि लास्टमा सबभन्दा पछि बनाएको चाहिँ नि खुट्टाले बनाएको हुनाले आकार चाहिँ नि केही प्रष्ट भएन, हातमा पनि चाहिँ नि प्रष्ट भएन, अनुहारमा पनि प्रष्ट भएन। तपाईँको नित्य पूजा गर्ने बेला सिँगार पटार गरेर आँखादेखि मुखदेखि जम्मै राखेर सिँगार पटार गरेर नित्य पूजा गर्ने हो। अब यो पूजा गरी आएको कमसेकम मैले 34-35 वर्ष भयो। उहिले पनि यस्तै पूजा हुन्छ हुनु त, अहिले जस्तो चाहिँ नि हुँदैन होला। अलिक पहिले यो जम्मै चाहिँ नि यो ढोकाको बाहिर समय खोला हो। अनि पुजारी आउनुलाई पूजा थाली टाउकोमा राखेर खोला तरेर आउनुपर्छ यहाँ। अहिले त्यो समय छैन। अब हुन त चाहिँ नि म पनि खोला तरेर आउँथ्यो पहिला, अहिले हुँदा यस्तो भइसक्यो। यो अब 4वटा भगवती मध्ये अरू 3टा भगवतीको त ठाउँको नामसँगै मिलाएर राखिएको छ है।
यहाँ मात्रै छुट्टै शोभा भगवती भनेर राखेको छ यसको छ केही कथा? अब यसको कथा त केही पनि छैन। अब यसको पछाडि चाहिँ नि चैत्य भन्ने देउता छ, यसको शोभा भनिकन भनिन्छ। अनि यो चाहिँ नि शोभा भगवती चाहिँ नि बनाएर राखेपछि तपाईँको सर्वसम्पन्न गुणले चाहिँ 33 लक्षणयुक्त भएको हुनाले अनि यसलाई चाहिँ नि शोभा भनेर शोभा भनेर राखेको हो। अनि बिचमा जाने यहाँ कोही मान्छेहरूले चाहिँ यसलाई चाहिँ शोभा भगवतीको ठाउँमा स्वाहा भगवती भनेर वादविवाद पनि निकालेको। स्वाहा भनेर भोट चाहिँ नि अहिले त छैन, छिटेर फ्याँकिसक्यो। यो बनाउनु अगाडिसम्म थियो। अनि त्यसको विषयमा चाहिँ नि 2-3 वर्ष झैझगडा भएर अनि मुद्दा पनि चलेको थियो, मुद्दाबाट हार्यो। उठी अदम पनि यो स्वाहा भनेर छैन, शोभा भने नै छ। अब अब चाहिँ बिस्तारै सबैले थाहा भयो कि स्वाहा होइन शोभा नै हो भनेर थाहा भयो। हजुर, यो बिहिबार हामी बगलामुखीको पूजा गर्छौँ होइन? यही मन्दिरमा पनि बगलामुखीको दर्शन गर्न मिल्छ भन्ने पनि सुनेको कता। शोभा भगवतीलाई नै शोभा भगवती नै बगलामुखी हो कि उहाँसँग बगलामुखी बस्नु भएको छ, कस्तो छ? शोभा भगवती नै चाहिँ नि बगलामुखी होइन, उहाँसँग चाहिँ नि बस्नुहुन्छ बगलामुखी नै। अब बिहिबार नीति पूजा गर्ने बेला मात्रै छुट्टै चाहिँ नि देउता राखेर पूजा गर्ने हो। अरू बेला झिकी राख्ने भएकोले बगलामुखीको पनि राखिन्छ। त्यो बगलामुखीकै अलग्गै काखीमा राख्ने, बायाँ साइडको काखीमा राखेर पूजा गर्ने। अनि अरू चाहिँ नीति पूजा सकेपछि झिकिने भएको हुनाले सर्वसाधारणहरू भक्तजनहरू पूजा गर्न आउँदाखेरि नदेखिएर चाहिँ नि थाहा नभएको। पहिलेको त चाहिँ नि सबैलाई थाहा थियो, अहिले हालका चाहिँ नि सर्वसाधारणलाई चाहिँ थाहा नभएको, देउता चाहिँ नदेखेर थाहा नभएको। भनेपछि हामी बगलामुखी जान त्यहाँ भिड हुन्छ, टाढा लाग्यो भने यतै आउँदा पनि हुन्छ? यतै आउँदाखेरि पनि हुन्छ। पहिला त चाहिँ तपाईँको चाहिँ नि जति पनि चाहिँ नि ठुला बडा हाकिमहरू छन् सबैले चाहिँ नि शोभाभगवती बगलामुखी यतै मान्ने। अनि यो बगलामुखी शोभाभगवतीको अलावा अरू यो ठाउँमा हामीले कुन भगवानको पनि दर्शन गर्न पाउँछौँ? अब चाहिँ बटुल भैरव छ, अनि अहिले चैत्य छ, पछाडि चैत्य छ। अनि यो चाहिँ नि फराकिलो पार राखेर यो चैत्य बाहिर परेको, यो चैत्य पनि भित्र पर्यो। अनि अर्को चाहिँ नि यो शिवको छ, यो पनि चाहिँ नि फराकिलो पार राखेर भगवती भित्रै पर्यो, नत्र यो जम्मै बाहिर परेको। हजुर, अब यहाँ आइसकेपछि त यहाँ भएको भगवान्हरू सबैको दर्शन गर्न पाए हामीलाई त राम्रो नि त होइन? बल्ल आएको हुन्छ। अनि अब यो मन्दिरमा भक्तहरू त आउनुहुन्छ, चाडबाडमा भिडभाड पनि हुन्छ होला। अनि सबै भक्तहरूलाई त पूजा गर्ने तरिकाहरू विधिहरू राम्रो थाहा हुँदैन होइन? के गर्नुपर्ने के गर्नु नपर्ने हामीले गल्तीले पनि कतिवटा कामहरू बिगारेर हुन्छौँ नि त, त्यस्तो के छ हजुरहरूले? अब चाहिँ नि त्यो भक्तजनहरूलाई चाहिँ नि अब थाहा हुने नहुने भने पनि सिकाइराख्ने कुरा आउँदैन। सबै कसैले चाहिँ नि त्यो सामान किनेर ल्याउँछ, सामान किनेर ल्याएको चाहिँ नि पुरै चाहिँ नि देउता अगाडि राखेर ढोकिदिन्छ। थाहा हुने घरबाट पूजा ल्याएकोले मात्रै थाहा हुने हो। अनि उनीहरूले चाहिँ नि जलेदेखि क्रमश चढाएर पूजा गरिन्छ। अनि अर्को कसैलाई चाहिँ नि अब बाहिरबाट आएको मान्छेले थाहा नभएर जति किनेर ल्याएको त्यतिकै चाहिँ नि मन्दिरको अगाडि देउता अगाडि राखेर ढोकिदिन्छ, चढाउँछ, सक्छ। होइन, बत्ती कहाँ राख्ने, नरिवल कहाँ फुटाउने, यस्ता कुराहरू पनि त दर्शनार्थीहरू कतिले भक्तहरूले बिगारिरहनु भएको हुन्छ नि त मन्दिरमा, त्यस्तो कुराहरू चाहिँ नरिवल फुटाल्ने भनेर अहिले छुट्टै ठाउँ राखेको छ। अनि बत्ती चाहिँ बाल्ने भनेर भित्र चाहिँ देखाएर बाहिर राख्ने भनेर छुट्टै राखेको छ। अब कोहीले थाहा नभएर चाहिँ भित्र राखिन्छ। अनि त्यो छिकेर त्यो राखेको पनि देउपालले छिकेर बाहिर राखिदिन्छ। अनि यो अब यति धेरै महत्त्वपूर्ण मन्दिर हो यो होइन, काठमाडौँ उपत्यकाको। अब काठमाडौँलाई रक्षा गर्ने 4 जना भगवतीहरू हुनुहुन्छ भनेर पनि हामीले विश्वास गरेका छौँ। अब यहाँ भक्तहरूको भिड बढ्नको लागि त पार्किङहरू, टोयलेटहरूको पनि व्यवस्था हुनुपर्छ राम्रो, त्यो चाहिँ के छ यो मन्दिरमा? अब हाम्रो चाहिँ यो भक्तहरूको लागि पार्किङ गर्ने भनेको यता चाहिँ ठाउँमा जहाँ राखे पनि हुन्छ। अनि अर्को टोयलेटको विषयमा चाहिँ नि मन्दिरभित्र राख्यो भनेदेखि गनाउने हिसाबले भित्र नराखिकन हाम्रो चाहिँ नि त्यो क्लबको चाहिँ नि भवनमा चाहिँ नि एउटा लेडिज एउटा जेन्ट्स दुईवटा छ, सबै चाहिँ नि त्यहीँ जाने व्यवस्था भइहाल्यो नि। मन्दिरभित्र त त्यो बनाउने कुरा पनि होइन, आउने मान्छेलाई सजिलो होस् भन्ने। अहिले चाहिँ हाम्रो चाहिँ यो अहिले बनाइराखेको पनि
तपाईँको चाहिँ नि टोयलेट राख्न त राखेको छ, तर चलाउन नदिने, इमर्जेन्सी पऱ्यो, बुढाबुढी कसैलाई त्यस्तो पऱ्यो भने मात्रै चलाउने भनेर एउटा चाहिँ राखेको छ यो नयाँ बनाएकोमा। त्यो पनि सबैको लागि होइन कि, त्यस्तै बुढाबुढीहरूको लागि मात्रै चलाउन दिनु पनि राखेको छ। यो हजुरलाई चाहिँ अब यत्रो वर्षदेखि यहाँ मन्दिरमा आउनुहुन्छ होइन, यो मन्दिरमा आउने भक्तजनहरूले चाहिँ के गर्दै हुन्थ्यो भन्ने जस्तो लाग्छ, अनि हजुरलाई भन्न मन लागेका कुराहरू केही छ यो मन्दिरबारे? अब मन्दिरमा आउने भक्तजनहरूलाई चाहिँ गुरुले चाहिँ यो त्यो भनेर चाहिँ भन्न अलिक सुहाउँदैन। अब भक्तजनले नै चाहिँ नि सोझ्यो भने मात्रै हो। अब जस्तै एकजना हालसाली भक्तजन आइरहेको छ, तपाईँले दर्शन गर्नुभयो, त्यो तलको जम्मै पहेँलो चाहिँ नि पितलको छ। अब त्यो भक्तले चाहिँ नि त्यो जम्मै म चाहिँ नि के अरे ऊ होइन के अरे हजुर यो चाँदीको चाहिँ नि बनाएर राखिदिन्छु भनेर भन्नुभयो। अनि सोझे मैले त्यो राख्दाखेरि धेरै पैसा जान्छ, 20-25 लाखै जान्छ, अनि त्यत्रो चाहिँ खर्च गर्नुहुन्छ रे भनेको सोद्धाखेरि हुन्छ। अब आमाको सेवा गर्ने हो, गुरुले चाहिँ नि अब नाप नक्सा लिन आयो भने गराएर पठाउनुहोस्, लागेको पैसा म जति भने पनि म चाहिँ नि दिन्छु भनेर तपाईँको चाहिँ एडभान्स दिइसक्यो भनेर फोन गरेको थियो मलाई। यो तलको छ नि, त्यो तलको त्यो पहेँलो भाग जति देखेको छ पितलको, त्यो जम्मै चाँदीको म राखिदिन्छु भनेर फोन गरेर ल्याएको। अनि नाप्नै आएको छैन भनिकन भनेको, नाप्न आउँछ, नापेर चाहिँ पठाइदिनु, मैले एडभान्स दिइसक्यो भने। अब त्यो करिब बनाउँदाखेरि लाग्छ 25 लाखभन्दा बढी लाग्छ। भक्तहरूले तिर्छु भन्नुभयो भने त जति लाख लागे पनि के फरक परेर भगवान्लाई? मैले भनेको के भनेदेखि म पुजारी आफैले चाहिँ यो गर्यो त्यो भन्नु मिल्दैन। आफ्नो इच्छा श्रद्धाले लाग्यो। मन्दिरमा यस्तो गर्दै उस्तो गर्दै होइन कि, पूजा गर्ने क्रममा केही गल्तीहरू भएको छ भने यसो गर्दै हुन्थ्यो, भक्तहरूले यो चाहिँ बुझे हुन्थ्यो भन्ने केही छ कि भन्न खोजेको? अब चाहिँ बनाइदियो भनेको विषयमा अब बनाउने जाने भनेको छ। अहिले यो चाहिँ नि पहिले भन्दा चाहिँ नि म पूजा सुरु गर्न आउँदाखेरि यो जम्मै हाम्रो घरको चोक जस्तै थियो। यो घरको चोक जस्तै अहिले बनाउँदा यति सफा देखियो। अहिले 2-3 वर्ष जति भयो यो बनाइराखेको, अझै सकेको छैन। अब चाहिँ फेरि अब यो मङ्सिर पुसतिर यो पुजारी घर र पुजारी चाहिँ बस्ने कोठाएर यो भजन चाहिँ मण्डल भजन गर्ने चाहिँ घर चाहिँ बनाउने चाहिँ कार्यक्रम छ। अब त्यसको लागि छुट्टै चाहिँ सहरी विकास चाहिँ विभागले त्यहाँबाट पैसा छुट्याएर आएको छ। अब जहाँसम्म लाग्छ यो चाहिँ मङ्सिरको अन्तिमतिर चाहिँ इस्टिमेट सकिएर चाहिँ बनाउन आउँछ जस्तो लाग्छ। हजुरलाई यति धेरै जानकारी गराइदिनु। अनि यहाँ तपाईँको भिड हुने भनेको तपाईँको दसैँको 10 दिन, अनि चाहिँ चैत दसैँको 1 दिन, त्यहाँ दसैँ दिन भए पनि 1 दिन मात्रै भिड हुने, अष्टमीको दिन। अनि अर्को धेरै भिड हुने भनेको बाला चतुर्दशीको दिन यहाँ पुरै अर्को देउडा राख्न ल्याउँछ। त्यो देउडा राखेपछि अनि अघिल्लो दिन चाहिँ देउडा राख्न ल्याउँछ। त्यसको भोलिपल्ट दिनभरि राख्छ। अनि बेलुका चाहिँ जात्रा गरेर इन्द्रायणी लग्छ। अनि इन्द्रायणीबाट चाहिँ त्यहाँ हाम्रो चाहिँ उता थैटी लगेर थैटी चोकमा राख्ने पौटी नै ल्याउँछ। अनि यो त्यो त्यहाँ चाहिँ पालो बस्ने चाहिँ इटुम्बालको ताननीको ज्यापुहरू पालो बस्न आउँछ त्यो 2 दिन। हजुर, हामीहरूले अब दर्शन गर्न हामी नजिकै वरिपरि भएको मान्छेहरूले अथवा टाढाबाटै आउनेहरूले पनि दर्शन गर्न सकेसम्म विशेष दिन चाहिँ कुन दिन हो त? त्यही बाला चतुर्दशी? त्यो बिहिबार हो। बिहिबार चाहिँ भिड हुने चाहिँ यहाँ मङ्गलबार, बिहिबार, शनिबार, अरू बेला साधारण मात्रै हो। अनि भगवतीको दिन चाहिँ खास चाहिँ बगलामुखीमा पनि बिहिबारै हो, अनि भगवतीको पनि बिहिबारै हो। भगवतीलाई यसो चढाउँदा राम्रो हुने मनपर्ने चिज केही, जुन केही चढाउँदा, हुन त भक्तले चढाएपछि भगवान् जे पनि खुसी हुनुहुन्छ भन्ने हाम्रो विश्वास होइन, त्यही पनि विशेष केही चढाउनु पर्ने कुराहरू केही छ त? छैन, आफूले इच्छा लागेको जुन चढाए पनि हुन्छ। अनि तपाईँको चाहिँ के छ भनेदेखि भगवतीसँग चाहिँ मागेको चिज चाहिँ पाउँछ तुरन्तै। अब 4-5 थरीको चिज मागेर त पाउँदैन, 1 थरीको माग्यो भनेदेखि पाउँछ। अब भनौँ न धेरै जसो मान्छे विदेशहरू जाने, यताउता जाने, अब धेरै मान्छे आउँछ, आएर माग्छ। मागेको चाहिँ तपाईँको 8-10 दिनमै काम हुन्छ। अनि काम भयो भनेर आउँछ, अनि मिठाई चढाउन ल्याउँछ, आउँछ, जान्छ।
अनि तपाईँको कसैको धेरै राम्रो भयो भनेदेखि तपाईँको उतैबाट पनि निश्चय गरेर ल्याउँछ। पैसाहरू पठायो भने हजुरहरूले पूजा गरिदिने पनि छ व्यवस्था? पैसा चाहिने उनीहरूको पैसा त उनीहरूले बनाउनु आफ्नो मान्छेले पैसा पठाइदिन्छ अनि गुरुलाई दिने ल्याउँछ अनि पूजा गरिदिने। अनि तपाईँको विदेशमा बसेर कोही यताउता जाने सन्चो बिसन्चो भयो भनेपछि अनि भौतिकको नामबाट उतैबाट अलिकति भौतिकतिर हेरेर नेपाल भौतिकतिर हेरेर अलिकति पूजा गरेर ल्याइयो भनेदेखि अनि त्यस्तो मान्छेको निको पनि हुन्छ। काम पनि बन्ने भयो, रोग पनि निको हुने भयो, जे माग्यो त्यही पाउने भयो। अहिलेसम्म यहाँबाट गइरहेको जति पनि मान्छे कसैको नराम्रो भने छैन। भगवानको शरण परेपछि त नराम्रो भनेको कसैको पनि भएको छैन। आउँछ जान्छ फेरि जान्छ, यहाँ कामसाम पऱ्यो भने चाहिँ यो दर्शन गरेर भेटघाट गरेर जान्छ। नराम्रो भनेको सुन्नु परेको छैन। म शङ्कर अर्याल, म चाहिँ यहाँ नजिकै बस्छु। म स्थानीय बासिन्दा। अब हाम्रो बुवाहरूको पालादेखि नै हामी यहाँ पूजा गर्न आइरहेछौँ। सबै परिवार नै आउँछौँ यहाँ। हजुर, यो स्थानीयवासी यति लामो समयदेखि भगवतीको सेवा गरिरहनु भएको छ होइन? यो शोभा भगवतीको महिमा हजुरलाई जानकारी भएसम्म बताइदिन्छु। अब शोभा भगवती माता चाहिँ अब काठमाडौँको प्रमुख शक्तिपीठहरूमा पर्नुहुन्छ होइन? अब यहाँ राष्ट्र प्रमुखको नै सवारी हुन्छ। अब पहिले राजाको सवारी हुन्थ्यो, पछि राष्ट्रपतिको सवारी पनि हुन्छ। दसैँको महाअष्टमी र अनि महाअष्टमीमा विशेष गरेर प्रत्येक महाअष्टमीमा सवारी हुन्छ। र अनि यहाँ भगवतीप्रति भगवान प्रति यहाँ भक्तहरूको अपार आस्था छ। यहाँ ठुलो भिड लाग्छ। मान्छेहरू अब सामान्यतया बिहान बेलुका अरू दिन शनिबार पनि यहाँ मान्छेहरू आइरहेको हुन्छ। र दसैँको 9 दिन ठुलो दसैँको नवरात्रि र त्यसपछि चैते दसैँको अष्टमीमा भगवतीको विशेष पूजा हुन्छ। यहाँ जाने मान्छेहरू अघि गुरुजीले नि भन्नुभयो, यहाँ विशेष पूजा हुन्छ। कालरात्रि पूजा हुन्छ। मान्छे राति अष्टमीको दिन त रातभरि बस्छन् मान्छेहरू। अनि बडा दसैँको अष्टमीको दिन चाहिँ हामी पनि बुवाको पालादेखि नै हामी त्यो दिन व्रत बसेर यहाँ भगवतीलाई खिर चढाएर यहीँ नै सप्तशती चण्डी पाठ पनि गर्छौँ। अब शोभा भगवती एकदम सबैलाई शोभा गर्ने एकदम सब शक्ति स्वरूपिणी महाकाली, महालक्ष्मी, महाशक्ति, महासरस्वतीको नै स्वरूप हुनुहुन्छ उहाँ। र उहाँले अब सबै भुक्ति मुक्ति सबै दिनुहुन्छ। शक्तिको प्रतीक हुनुहुन्छ। मान्छेलाई सृष्टि स्थिति संहार तिनै कुरा भगवतीको शक्तिबाट हुन्छ। र सबै अब रोगबाट मुक्ति, त्यसपछि नपाएको कुरा धन प्राप्ति, सन्तान प्राप्ति सबै कुरा हुन्छ। यश प्राप्ति, पद प्राप्ति सबै हुन्छ भगवतीको कृपाबाट। हजुर, भक्तजनहरूको इच्छा पुरा गर्ने भएपछि त भक्तका इच्छा अनेक थरीका हुन्छन् होइन? जे इच्छा गर्यो त्यही सबै पाउने भएपछि त सबै कुराहरू भएन। हजुरलाई धेरै धन्यवाद। आमा म तिम्रो दुई पाउ पर्छु, तिम्रो चरणकमलको दासी बन्छु। जान्दिन माता म त भक्ति गर्न, मलाई देऊ तिमी सामु पर्न। तिम्रा सबै नाम जपिरहन्छु, हे अम्बे भन्दै म भजिरहन्छु। तुमेव माता च पिता तुमेव, तुमेव बन्धु च सखा तुमेव, तुमेव विद्यां द्रविणं तुमेव, तुमेव सर्वं मम देव देव। जय माता शोभा भगवती। हजुरको चरण सबैलाई कल्याण होस्, उद्धार होस्। हामी चाहिँ गोर्खालीको अर्याल परिवार, हामी चाहिँ यहीँको स्थानीय बासी हौँ। यहाँ चाहिँ हामीलाई पृथ्वीनारायण शाहले गोरखकालीको पुजारी अर्याल खलकलाई राख्नु भएको थियो। त्यसको सँगसँगै हामीलाई पनि काठमाडौँ लिएर आउनुभयो। हामी सधैँ यहाँ अष्टमीमा, महाअष्टमीमा, चैते दसैँको अष्टमीमा व्रत बसेर खिर प्रभुलाई चढाएर अनि पूजा गर्छौँ। अरू दिन सधैँ गर्छौँ। धेरै भक्तहरूको भिड लाग्छ। बिहिबार यहाँ बगलामुखी माता बायाँ कोखमा हुनुहुन्छ भनेर यहीँ पूजा गर्न हामी बगलामुखी जानुभन्दा यहीँ सजिलो हुन्छ भनेर यहीँ आउँछौँ। माताले सबैको कल्याण गर्नुहुन्छ। माता साह्रै शक्तिशाली हुनुहुन्छ। सबैको कल्याण गर्न जय माता। सम्पूर्ण भक्तहरूका इच्छा पुरा गर्ने र काठमाडौँ लगायत सम्पूर्ण देशवासी र आफ्ना
सच्चा भक्तहरूको रक्षा गर्ने शोभा भगवतीको दर्शन गरी सौभाग्य प्राप्त गर्ने अवसर सबैलाई मिलोस्। समाजको आवाज.com